कतै त्यही दिन राति यो भिडियो खिचेको त होइन? मैले त्यो दिन कसलाई भेटेको थिएँ? किन याद आइरहेको छैन मलाई? ए त्यो सानो कुरा हो होला, तपाईको लागि सानो कुरा होला। अरूको विश्वास र भावनासँग खेल्ने तपाईको लागि केही पनि नहोला त कुरा, तर मेरो लागि त घिनलाग्दो कुरा हो। छोराले राम्रो पढेर राम्रो काम गर्ला, सुख देला भनेको आज यही दिन देखाइ छैन। मैले सोचेँ मुना मेरो म्यासेज देखेर मसँग रिसाउनु भयो, तर होइन। यसको मतलब त्यो भिडियो मुनाले पनि हेरिसक्नुभयो। अनि बुवाले पनि। कोही मलाई फसाउनकै लागि परेको छ, तर को? दाइ के सोचेर बसिरहनु भएको दाइ एक्लै? के होइन मकरी भाइ, किन मन भारी भयो, त्यही भएर एक्लै बसिरहेको। किन र दाइ? आफ्नै भाइलाई नै भन्नुहुन्न? मलाई थाहा छ तपाईँ दुःखी हुनुहुन्छ दाइ, अनि तपाईँ यसरी दुःखी भएर बस्नुभएको मलाई पटक्कै मन पर्दैन। भन्नुहोस् न दाइ। मकरी भाइ, पढाइसकेर गाउँ फर्किएपछि गाउँमै बसेर गाउँको विकास गर्छु भन्ने सोचेँ। यहाँका गाउँलेहरू बीच मेलमिलाप बढाउँछु भन्ने सोचेँ। गाउँका सबैजना मिलेर बस्ने वातावरण बनाउँछु भनेर सोचेँ। बिस्तारै अरू धेरै कामहरू गर्छु भन्ने बारेमा नि सोच्दैछु। तर गाउँको राम्रो सोच्ने मै माथि कसैले नराम्रो सोचिरहेको रहेछ। यो गाउँमा मेरो शत्रुहरू पनि रहेछन्। आज मेरो शत्रुहरूले म माथि ठुलो षड्यन्त्र सुरु गरेका छन्। मलाई खाँदै नखाएको विष लागेको छ भाइ। खै कसले कुनै मेरो एउटा अश्लील भिडियो बनाएछ। आज सबैजना मसँग रिसाउनु भएको छ। बुवाले घरैबाट निकाल्दिनु भयो। मुनाले पनि मेरो घरमा पाइला समेत नटेक भन्नुभएको छ। बहिनीले पनि के सोच्यो होला? दाइ, अरूले तपाईँलाई नराम्रो सोच्यो पनि म तपाईँलाई नराम्रो सोच्दिनँ। मलाई थाहा छ दाइ, मेरो शिशिर दाइले यस्तो नचाहिँदो वाहियात काम कहिले पनि गर्न सक्नुहुन्न। तपाईँ त मलाई राम्रो बाटोमा हिँड्न सिकाउने मेरो गुरु हो दाइ। तपाईँ चिन्ता नगर्नुहोस्, म छु नि। कुन चाहिँ पापीले तपाईँमाथि यो षड्यन्त्र गरेको हो म पत्ता लगाएरै छोड्छु दाइ। अनि साँच्ची दाइ, राजाराम काकाले तपाईँलाई घरबाट निकालेर के भयो त? भाइको घर छ नि, मेरो घर पनि त तपाईँको आफ्नै त हो नि दाइ, होइन र? मेरो घर आउनुहोस् त। एक्लै हुँदा र सबैको नजरबाट गिर्दा भाइले यति भनिदिनु भयो, धेरै आड भरोसा पाएँ भाइ। हस् त दाइ, मलाई पनि तल एकजनालाई समस्या पर्यो भनेर फोन आइरहेको थियो। म अहिले निक्लिन्छु दाइ। हुन्छ भाइ, आफ्नो ख्याल गर्नु है। ल राम्रोसँग जानु है।
राजाराम काकाले तपाईँलाई घरबाट निकालेर के भयो त? भाइको घर छ नि, मेरो घर पनि त तपाईँको आफ्नै त हो नि त, होइन र? मेरो घर आउनुहोस् त। बरु मलाई यस्तो राम्रो शिक्षा दिने गुरु समान दाइले आज एकैछिन मेरो घरमा पाइला टेकिदिनु भयो नि मेरो घरै पवित्र हुन्थ्यो नि दाइ। एउटै गाउँमा 15 मिनटको बाटो भए पनि तपाईँ आजसम्म मेरो घर आउनु भएको छैन। आज एकैछिन आइदिनु भयो नि म तपाईँलाई सकेको मिठो खुवाउँथेँ।